हेलो नमस्ते एन्ड लस्टु फ्याफल साथीभाइहरू आई होप हजुर सन्चै हुनुहुन्छ र म पनि सन्चै छु भन्दै फेरि म धेरै दिनपछि हैन सानो भ्लग लिएर आएको छु साथीभाइहरू। यो नयाँ भ्लगमा तपाईहरुले एकदम वेलकम गर्न चाहन्छु हैन। कस्तो भने साथीभाइहरू अब भ्लग धेरै भयो के 2-3 महिना भयो हैन। कारण चाहिँ म अहिले फर्स्टमै भन्छु तपाईहरुलाई के कारणले गर्दाखेरि चाहिँ यस्तो भएको भन्दाखेरि हैन मेरो यो क्यामेराको प्रब्लम पनि अनि यो मोबाइल पनि एडिट गर्ने मोबाइल पनि बिग्रेको थियो कि साथीहरु। आज त्यही भएर म आज बनाएर हैन जोस जागरको साथ एकदम सर भएर के भन्छ त्यसलाई त्यही भएर यो माइक चेक भने जस्तै हैन फेरि भ्लग सुरु गर्न लाग्यो साथीहरु हैन। के कतिको साथ दिन्छ हैन बनाइसके मैले खर्च गरिसके हैन टक्क लाएर चाहिँ अझ टेस्ट गर्न पर्यो। यो आफ्नै टोलतिर यसो घुम्नु पर्यो अनि भ्लग पनि अब कन्टिन्यू नभए पनि बेला बेलामा टाइम हुँदाखेरि यसो हालिराख्नु पर्छ हैन। आफूले स्टार्ट गरिसक्यो युट्युब जर्नी पनि अलिकति भनौँ न यो अहिले स्ट्रगल फेस हो। बीचमा छोड्ने बानी गर्यो भने एउटै काममा कन्टिन्यू भएन भने गाह्रो हुन्छ क्या। त्यही भएर चाहिँ म ठ्याक्क अहिले अब जोस जागरको साथ के साथीहरु हैन चट्टा पारेर चाहिँ म हिँडिरहेको छु अहिले ठक्कै यो अब यो हिमालयन वर्ल्ड फर्स्ट स्कुल आइरहेछ गाडी अगाडि भएर चाहिँ अलिकति अगाडि बढाउँछु म हैन साथीहरु। यसो सिनहरु पनि देखाइदिउँ न यो टोलतिरको। अनि म अहिले चेक गर्न मात्र लाग्यो कि खासमा साथीहरु के कस्तो हुन्छ रहेछ भनेर हैन। कतिको हुँदो रहेछ त अब बनाइसके मैले बनाउनु चाहिँ खर्च पनि भएको छ हैन। क्यामेरा प्रब्लम भयो साथीहरु अस्ति खस्या थियो हैन खसेर तनाव पर्यो। अब मोबाइल पनि त्यस्तै भयो मोबाइलको पनि एडिट गर्ने मोबाइल गदिलो भएन साथीहरु हैन बिग्रियो। हुने बेलामा 10 लाग्ने बेलामा एउटै के रे 10 लाग्ने बेलामा के भन्नु लाग्छ मैले 10 लाग्ने बेलामा सबै हुने के साथीहरु। एउटा काम बिग्रियो भने अर्को काम पनि बिग्रिने हैन। यस्तो मलाई पनि हुन्छ कि तपाईहरु हुन्छ कमेन्ट डाउन गराउनु त साथीहरु। अहिले ठ्याक्कै 6:30-7 बज्न लाग्छ साथीहरु हैन। म चाहिँ ट्याक्क लाएर यो स्वयम्भूको एरिया नजिकै छु के। आज चाहिँ यो चेक गरेको साथीहरु मैले के कस्तो हुँदो रहेछ भनेर। अब चाहिँ फेरि बन्यो भने त बबल आउँछ नि हैन। साथ सपोर्ट गर्नुभएको छ त्यही भएर तपाईहरुले धेरै धन्यवाद। तपाईहरुले जो मेरो युट्युब च्यानलको नयाँ हुनुहुन्छ सब्स्क्राइब पनि गर्नु होला तपाईहरुले नभुलिकन हैन। अनि अब पुरानाहरुले लाइक कमेन्ट शेयर सबैजनाले गरिदिनु होला हैन। साथ सपोर्ट गर्नुपर्छ अगाडि बढ्नुपर्छ बिस्तारै भन्न चाहन्छु साथीहरु। अनि के छ तपाईहरुको हालखबर मलाई अघि चाहिँ राम्रोसँग सोध्न पाएन हैन। कताबाट भिडियो हेर्दै हुनुहुन्छ तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला। साथीभाइ बन्नुपर्छ एकअर्काले सपोर्ट गर्नुपर्छ हैन। मैले पनि गरिरहेको हुन्छ प्राय। म चाहिँ अब खासमा के भन्दाखेरि साथीहरु अब धेरै दिन भएको थियो नि त भ्लग नहालेको। अब कतिजनाले त मलाई किन भ्लगिङ गर्न छोड्या हो र त्यस्तो गर्नु हुँदैन बिस्तारै हुन्छ एकैचोटि कहाँ हुन्छ र भन्नुभएको थियो हैन मेसेज गरेर फोनमा एन्ड देन सबैले गर्नुभएको छ। तर हो साथीभाइहरू अब मैले छोडेको त हैन अलिकति प्रब्लम मोबाइलको प्रब्लम एडिट गर्नलाई अनि क्यामेरा पनि बिग्रिरहेको थियो। त्यही भएर चाहिँ यस्तो भयो। अब त्यस्तो हुँदैन बनाइसकेँ मैले हैन। अब बिस्तारै हुन्छ सबै कुरा एकैचोटि त अब तातै खाउँ जलै मरौँ भने के भन्छ नि पहिला हाम्रो आमाहरूले त्यही जस्तो हुन्छ हैन। अहिले चाहिँ म ठ्याक्कै स्वयम्भू भवन पाउनेर आइपुगेको छु। अहिले चाहिँ ठ्याक्कै अब बेलुकाको कति 7 बज्न लाग्यो क्या। अनि म चेक मात्रै गर्न लाग्छु साथीहरु हैन। अब प्राय म मोटो भ्लगिङ नै बनाउँछु प्राय चाहिँ हैन। यो चाहिँ भवन पाउको बर्गर हाउस भएर तपाईलाई थाहा छ म बस्ने पनि यही नजिकै हो। त्यही भएर चाहिँ म अहिले चेक मात्रै गर्न लाग्यो। अब कन्टिन्यू भइहाल्छ बिस्तारै। साथ सपोर्ट चाहिँ बवाल गरिदिनु परेको साथीहरु यार। अलिक जोस जागरै हराइसकेको जोस जागर फेरि आइसक्यो हैन। फेरि तपाईको साथ सपोर्ट भएन भने त मलाई त दुःख मात्र हुन्छ क्या साथीहरु। अलिकति केही गर्ने सोचमा छु पछि अब भनौँ न एउटा प्लानिङ हिसाबमा हिँडेर नै काम गर्छु हैन। बिस्तारै हुन्छ पनि। त्यही भएर चाहिँ मैले अहिले अब डेली भ्लग ल्याउन कोसिस गर्छु हैन। अब सकेन भने बिस्तारै आउँछ तपाईँहरूले स्वीकार दिनु होला हैन।
अनि अब यस्तै हेर्नु साथीभाइहरू के गर्नु अब भने जस्तो हुँदैन कहिले के होइन कहिले के प्रब्लम अब आफूसँग प्रपरली भनौँ न इक्विपमेन्ट नभए चाहिँ यस्तो हुन्छ क्या अब भएको अब बिग्रेको चलाउन नजानेर अब के मोबाइल पनि अब एडिट गर्ने मोबाइलै नभएछ के गर्नु मोबाइलको प्रब्लम चाहिँ आएको थियो साथीभाइहरू मोबाइल बन्नलाई अलिक टाइम लाग्यो अनि त्यही भएर अब बनिसक्यो होइन साथीभाइहरू एकदम साथ सपोर्ट गरिदिनु होला सबैले सम्झाएको छु बिर्सेको छैन होइन अब भ्लग चाहिँ रेगुलरली नआए पनि म टाइममा लिएर आउँछु अब राम्रो बनाउने कोसिस पनि गर्दैछु सिक्दैछु होइन पहिला बोल्दै नबोल्ने मान्छे पनि अहिले बोल्ने भएको छु अलिअलि त्यही भएर तपाईँले साथ सपोर्ट गर्नु होला हस् त धन्यवाद आजलाई चाहिँ म यहीँ ब्रेक गर्छु ट्यागको बारेर